केटीएम जानु लागेको 2 घन्टा भइसक्यो गाडी पनि आउँदैन चिसोले मर्नु लाग्यो अनि यसो जिउ तताउन भनेर एक्सर्साइज गर्नु थालेको एक्सर्साइज गर्दा 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 अब झन्डै मर्यो नि अनि एकछिनमा अब कति एक्सर्साइज गर्नु भनेर यसो नागिन डान्स हान्दिउँ न भनेर यसो ओसिना हो पसिना धो भन्नेमा नाचेको अनि गाडी नि आइपुग्यो अनि गाडी आएपछि रमाउँदै रमाउँदै चढेको फेरि कुकुर पनि पछि पछि आउँदै रहेछ त्यसपछि म राम्रो छैन रहेछ अनि यसो मेकअप गरेको अनि मेकअप गरेर उँधोतिर हेरेको त मेरो साथी जस्तै कालो बोकाहरू पो रहेछ अनि बोकाहरूलाई हल्लो हल्लो भनेर बदाम खाने भनेको त नखाने रे नखान त नखा के भयो खोजिरहेको भनेर मैले पनि अब कर नगरिकन आफ्नै थोपडा देखाउनु थालेको अनि गीत गाउँदै गाउँदै गएपछि त केटिएम देख्नु थाल्यो केटिएम देखेपछि अब ड्राइभरजीलाई रोक्नु भनेर रोकियो र मेरो यात्रा सकिन्छ केटिएममा चाहिँ यति धेरै ढोकाहरू थियो पल्लो छेउदेखि वल्लो छेउसम्म कुन ढोकाबाट छिर्नु मलाई थाहै थिएन अनि म एकछिन त कन्फ्युज अनि मैले केटिएमको साथीलाई फोन गरेर यसो अब कुन ढोकाबाट छिर्नु साथी भनेर फोन गरेको त यो ढोकाबाट छिर्नुपर्ने रे त्यसपछि म भित्र छिरेर हेरेको त आम्मामाम यस्तो बाबाले चप्पल फुकालेर जानुपर्ने रहेछ मेरो नि चप्पल फुकालेर हिँडिदिएको त्यसपछि मैले खान्छ केटिएमको भात आजको मिनी ब्लग यहीँ सक्छ